कहिले काहीँ मान्छेहरूको बिचमै बसेर पनि मन भने एकदमै यत्रो हुन्थ्यो। कसैलाई केही भन्न मन लाग्थ्यो तर कसले बुझ्ला र भन्ने डरले शब्द नै हराउँथे। दिनभरि हाँसेको अभिनय गरे पनि रात पर्दा साथ मनको सबै पीडा छेउमा आएर बसिदिन्छ। आफ्नै मनसँग कुरा गर्दै गर्दै कतिपल्ट आँसु आफै झरिसके। एक्लोपन यस्तो हुन्छ जहाँ साथ त धेरै हुन्छ तर मनले चाहेको साथ कतै भेटिँदैन। हरेक आवाज सुनिन्छ तर मनले खोजेको सुन्ने मान्छे चाहिँ कतै नजिक हुँदैन। कतिपय कुरा बोकेर हिँड्दा हिँड्दै मन थाकिसक्छ तर कसैलाई भार नबनोस् भनेर चुपचाप हिँडिरहन्छ। यही चुप्पी भित्र कति भन्न नबोलेका पीडा कसैले देख्नै पाएनन् तर एक्लोपनले एउटा कुरा सिकाउँछ। आफ्नै मनलाई निकै बलियो बनाउन। रुनु न मन लागे रुन पनि हुन्छ तर फेरि उछ र आफ्नै बाटो आफैले बनाउनु पनि पर्छ। आज म ठिक छु जस्तो देखिन्छु तर मन भित्र झै पनि धेरै कुरा शान्त भएर बसेका छन्। यही जीवन हो कहिले एक्लोपन कहिले साथ कहिले पीडा कहिले मुस्कान तर हरेक पलले अन्त्यमा भन्न खोज्छ तिमी एक्लो छैनौ तिमी मजबुत हुँदैछौ।